यो चाहिँ सिङ्गल दराज रहेको छ है, सिङ्गलको नि सिङ्गल नै रहेको छ यो दराज चाहिँ। यदि हजुरहरू एकजना बस्नुहुन्छ र हजुरहरूलाई अब सिङ्गल दराज पनि ठुलो हुन्छ भने चाहिँ यो दराज चाहिँ एकदम पर्फेक्ट हुनेछ है। यसको चाहिँ यो माथि ह्याङ्गरिङ बस्छ है, यो स्क्रुको ह्याङ्गरिङ बस्छ, जसमा लुगाहरू धुन सजिलो हुन्छ भने चाहिँ यहाँ चाहिँ हजुरले आफ्नो लुगा मजाले पट्टाएर राख्न सक्नुहुनेछ। यसलाई चाहिँ दुईटा पार्टिसन गर्न मिल्छ, बिचमा पनि पार्टिसन गर्न मिल्ने भयो यसलाई चाहिँ। यो चाहिँ पुरै मोडुलरमा बनेको छ, भित्र चाहिँ चिप्लो ग्लसीमा फर्माएर राखेको छ है, जुन चाहिँ पुस्न र हजुरले अब पुस्न सफा गर्न चाहिँ एकदम सजिलो हुनेछ भने बाहिर चाहिँ व्हाइट कलरको लाइनिङ फर्माएको छ, जुन एकदम राम्रो छ हेर्दाखेरि नि। र अब हजुरको एक्स्ट्रा कुनै सामानहरू हुन्छ जुन त्यो ओर्नी ओछ्याउने अब के चिजहरू हजुरलाई स्टोरेज गर्नु छ भने चाहिँ यहाँ माथि पनि स्टोरेज गर्न सकिन्छ है, जुन चाहिँ यसको ढोका चाहिँ म्याग्नेट राखेर खोली लाउने बनाएको छ है। यो चाहिँ 7.5 फिट रहेको छ भने चाहिँ यसको यो माथिको भाग चाहिँ छुटाउन नि मिल्छ, जुन अब यो सिङ्गल दराज बोकेर अब यतिले त अब लान नसक्ने हुन्छ। त्यो कारणले गर्दा यसको चाहिँ यो माथिको र यसको यो तलको चाहिँ दुईटा पार्टिसन हुन्छ है। यदि हजुरलाई यो दराज चाहिन्छ र यो बाहेक अरू पनि कुनै पनि फर्निचरको सामान बनाउँछ भने चाहिँ काइरा ग्रुपलाई हजुरले सम्झिनु होला है।